यो चाहिँ धोबी खोला भन्छन् है। धोबी खोला बागमती खोला यो मुनि यो चाहिँ तपाईँको बालिनले धेरै राम्रो गरेको छ। यो पार्किङहरू यहाँ पार्क बिहान मर्निङ वाक गर्न सकिन्छ बेलुका। साह्रै रमाइलो ठाउँ, अति राम्रो स्थान बनाइदिएछ हिँड्ने बस्ने। खोला त्यो खोलाको छेउछाउमा यस्तो गएर बस्ने ठाउँ, पार्किङहरू, बिरुवाहरू यस्तो दामी दामी छ। त्यहाँ गर्मीको मौसममा चाहिँ धेरै आनन्द हुँदो रहेछ। बिचमा ग्राउन्डहरू खेल्नेहरू छन्, बस भलिबल खेल्ने ठाउँ। यसरी अझै यसलाई राम्रो बनाउन सक्यो धेरै राम्रो हुन्छ। यो त धेरै नै राम्रो छ। यता अझै यो खोलाको डिल परेर होला त्यहाँको बासिन्दाहरूले पनि यसो सरसफाइ गरेर ठिक बनाएर खेल्ने ठाउँ बस्ने ठाउँ राम्रो हुन्थ्यो। यो ग्राउन्डहरू भनेर चाहिँ लाग्छ मलाई। यस्तो दामीको ठाउँ हुँदाहुँदै अझ यो गाडीहरू फाल्ने हो भने दामी छ। यो माथि एयरपोर्ट टक्कसँगले यहाँ बसेर आनन्दसँगले एयरपोर्ट हेर्न पनि पायो। रुखहरू यहाँ छन्, आवाज चाहिँ यहाँ एरोप्लेन उडेको देख्न सकिन्छ। यहाँ बसेर टक्क यो बस्ने ठाउँ आनन्द छ। यसरी बसेर आनन्द लिन सकिन्छ। एयरपोर्टको सिनहरू माथि गाडी कुदिरहेछन्। धेरै राम्रो ठाउँ छ। यसलाई चाहिँ धेरै राम्रो बनाउनु पर्छ अझै सरकारले हेरेर, यहाँको स्थानीयले हेरेर। यसरी यहाँ मर्निङ वाकहरू गर्दाखेरि बच्चाहरू लिएर हिँड्ने गर्छ।